एभ्रिवान। सो गाइज आज चाहिँ फाइनली यो पार्सल आइसकेको छ होइन। मैले चाहिँ कति दिनदेखिको वेट गरिरहेको थिएँ यो पार्सलको र कहिले खोलौँ भइरहेको थियो। म नुहाउनु पस्नु आँट्दाखेरि चाहिँ आएको थिएँ होइन। त्यहाँदेखिको चाहिँ नुहाउने बित्तिकै केस पनि सुकेको छैन है। खोल्नुको लागि चाहिँ मलाई हतार परिसक्यो गाइज हो। अन्त चाहिँ खोलौँ ल। अन्त आज चाहिँ यसो बेलकुनीमै बसेर खोल्नु पर्यो भनेर अताले हेर्दा यस्तो पो हुन्छ त। मलाई त काट्नै ढिलो हुन्छ के होला भनेर सोच्नु हुँदै होला नि। मलाई चाहिँ यस्तो यो के पुरा ढिला कहाँबाट उल्टाबाट गरेको हुँदो रहेछ त। अताले उल्टाबाटै त गरेको त मैले। अस्तिदेखिको वेट गरेको मैले